हेलो गाइज, वेलकम टू द च्यानल। आज चाहिँ हामी यो हेडफोन बनाउन जाँदैछौँ। यसको चाहिँ यस्तो हल्लिने प्रब्लम छ, यसलाई हामी आज सल्भ गर्न जाँदैछौँ है। सबैजनाले भिडियो पुरा हेरिदिनु होला। यसको लागि चाहिँ यसलाई यहाँ यो खोल्न पर्ने हुन्छ। यो क्याप यो खोलिसकेपछि चाहिँ यो स्पिकर बाहिर निस्किन्छ। यसलाई चाहिँ फेरि यहाँबाट पनि निकाल्न पर्ने हुन्छ। देख्न सक्नुहुन्छ, म यसरी निकाल्छु यसलाई। यो स्पिकर चाहिँ त्यो ग्यापमा बस्न पर्ने रहेछ। त्यो ग्यापको लक फुस्किएछ। अब त्यसलाई हामी रिपेयर गर्न जाँदैछौँ। यो चाहिँ यहाँ यसरी अड्केर बस्न पर्ने हो। यो अड्केको चाहिँ फुस्किएछ के फेरि। ल म अब चाहिँ यसलाई यहाँ ठाउँमा राखिसकेपछि देखाउँछु है तपाईहरुलाई। ल गाइज, देख्न सक्नुहुन्छ, मैले चाहिँ यसलाई डबल साइड टेपले टाँसिदिसकेँ। अब यसलाई क्यापलाई नि खप्प राखिदिनु पर्छ अनि ठीक हुन्छ। देख्न सक्नुहुन्छ, यो चाहिँ अब हल्लिँदैन। मैले यसलाई रिपेयर गरिसकेँ। अब अर्को पट्टि चाहिँ रिपेयर गर्न पर्ने हुन्छ है। ल साथीहरु, अब यसलाई पनि सेम त्यही प्रोसेसले बनाउने हो। म चाहिँ अब यसलाई खोल्छु। जुन मैले खोलिसकेँ। अब चाहिँ प्रोसेस सुरु गरौँ। यो चाहिँ यसको पावर बटन हो। यसलाई चाहिँ हामी अन अफ र फोन काट्न पनि सकिन्छ। यताबाट यो गीत उता लैजान, यताबाट यो गीत यता लैजान, यो अप एन्ड डाउन के हो हैन। अब यो चाहिँ गीतलाई हो कि किन हो त्यो त थाहा भएन हैन। अब यो गीतमा नै काम गर्छ होला। यसले नि यसरी ठाउँ छोडेको छ। यो ठाउँ छोडेकोलाई चाहिँ यसलाई ठाउँमा राख्नु पर्यो। ठाउँ छोडिराखे यसले। यतापट्टिको चाहिँ नबनाए नि हुन्थ्यो, तर बनाइसकेपछि राम्रै बनाउने नि। यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यस्तो सानो फर्म हाल्नुपर्ने रहेछ, जुन यता थिएन र यहाँ पनि एक ठाउँमा छैन। यो चाहिँ हामी हाल्नुपर्छ है। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ यसको एम्प्लिफायर भनौँ कि सर्किट बोर्ड भनौँ के भनौँ। ल गाइज, मैले चाहिँ यसलाई डबल साइड टेपले टाँसिदिसकेँ। यो डबल साइड टेप देखिन्छ कि देखिन्न, यो चाहिँ यहाँ अलिअलि देखिरहेको होला। राम्रोसित हेर्नु त, अलिअलि देखिया। अब चाहिँ यो हल्लिन्न। ल गाइज, अब चाहिँ यो ठीक भइसकेको छ। अब चाहिँ यसलाई फेरि एसेम्बल गरिदिउँ। ल फाइनल्ली गाइज, यो चाहिँ रिपेयर भइसक्यो। देख्न सक्नुहुन्छ, मैले जति हल्लाए नि हल्लेको छैन, कत्रा गरेको छैन। त्यही गाइज, फेरि खोल्नु पर्यो। तलपट्टि नि डबल साइड टेप हाल्नु पर्ने रहेछ। मैले माथिबाट मात्रै हालिदिएँ। अब चाहिँ यसलाई डबल साइड टेपले तल पनि स्ट्याम्प लाएर ठोकिदिने। ल मैले टेप टाँसिदिसकेँ। अब चाहिँ यो स्पिकरलाई पनि ट्याक्क लाएर जोडिदिउँ, एसेम्बल गरिदिउँ। अब यो चाहिँ जति हल्लाए नि कत्रा गर्दैन। ल अब यसलाई पनि जोडिदिउँ अनि हेरौँ। अब चाहिँ एकदम फिट भइसक्यो। अब यसलाई खोल्नु पर्दैन। यो चाहिँ फोल्ड हुने रहेछ। मैले बल्ल थाहा पाएँ, माचिकन ठानेको मैले त। अब चाहिँ हल्लिँदैन है। अब चाहिँ म यसको माइक टेस्ट गराउने छु तपाईलाई। भिडियो फेरि पुरा हेर्नु होला।